guys, welcome to my new vlog. हैन आज हामी आएको छौं दुधे फेरि रिटर्न भएर हामी दुईजना छौं हैन। अब के भन्नु भन्दा चाहिँ अब एकछिनमा मेला पुगेर म सबै कुरा भन्छु गाइस हैन। म तर युट्युबमा पोस्ट गर्छु भरे टिकटकमा पनि हुन्छ। मैले साथी भेटेको थिएँ हैन। अगाडिको भ्यू यस्तो छ गाइस। फाइनली हामी यस्तो गाडीको छ यसरी। आज फेरि लास्ट जाडो छ आजको दिन। आज लास्ट होला। पुस 17 गते चाहिँ भेटेन आउने छ यही दुधे रङ्गशालामा। बाइकको फेरि यहाँ उयो लागेको छ नि। फेरि बाइक त नि डेन्जर छ यहाँ। यहाँ गाडीहरू धेरै छ। हामी चाहिँ बस स्ट्यान्डदेखि यता लाग्यो। हामी गेटमा पुगिसक्यौँ होइन। अब हामी फुड्को छौँ। हामी भित्र छिराइसक्यो। त्यहाँबाट आउँदा गाइसहरू यार खानेकुरा अब बाल पाइन्छ क्या। सानो स्टलहरू पनि छ। यहाँ छ एउटा दोकान। यहाँ फेरि यस्तो छ है गाइस हैन। अब हामी भित्र फेरि छिर्दैछौँ अर्को बाटोबाट। फाइनली चाहिँ फेरि खानेकुरा सबै पाइन्छ क्या यार। जुलपीहरू छ क्या नि। दोकानै मात्र छ यहाँ। कपडाहरू पाइन्छ। कपडाहरू होलसेल दाम। यता होलसेल दाममा फेरि कपडाहरू सेलमा रहेछ गाइस। नो जे भए पनि राम्रै हो। अब हामी फाइनली भित्र छिर्न आँटिसक्यौँ। हामी भित्र छिर्दैछौँ गेटभित्रबाट। हौजीको टिकट चाहिँ यहाँ पाइन्छ गाइस होइन। फाइनली यहाँ स्टलहरू छ। अस्तिको भन्दा गाइस होइन आज धेरै मान्छेहरू छ गाइस यार यहाँ। अस्ति मलाई देखाएको थिएँ नि त्यो ठाउँमा बसेर सुकुरी चटपटी खाएको थिएँ भनेर। म फेरि देखाउँदैछु गाइस होइन। कसम भनेको आज यहाँ साह्रो भिड छ गाइस छैन। मलाई त ढोल नाच्न आउँथ्यो क्या गाइस यार। नभएर म नआएको ढोल नाच्न। कसम भनेको आज डेन्जर छ क्या। अस्ति बसेर खाएको गाइस यार। यही हो यही अगाडिको मेरो अस्ति बसेर खाएको। जस्तो छ हैन। मामाजीहरू यता हुनुहुन्छ नि। मामाजी कफी छ। फेरि डेन्जर छ नि।
दोकान आएको थियौँ तर मैले खोजेको जस्तो पाइनँ गाइस।